ल साथीहरू, आज म एउटा के भन्छ कि हाम्रो गुरुजीले भन्नुभएको छ कि मतलब लिया दिया सो संग चलेका धरा ढका रह जाएगा। भनाइको मतलब हामीले यो मतलब दान पुन अरूको सेवा जति हामी गर्छौँ त्यो चाहिँ हामीसँग जाने हो। र जुन हामी बैंक ब्यालेन्स राख्छौँ मतलब बक्समा राख्छौँ, अलमारीमा राख्छौँ, त्यो पैसाहरू यी हामी मरेर जान्छौँ र त्यो यो यहाँ चाहिँ बस्या हुन्छ, त्यो अरूको भोग हुन्छ। त्यसैले जुन हामी दान धर्ममा युज गर्छौँ नि त्यही हामीले पाउने हो माथि मतलब सतलोकमा, त्यसैको माध्यमबाट हामी जाने हो। बाँकी चाहिँ सब माटी हो, माटीमा यही मिल्ने हो, त्यो हामीले केही पनि प्राप्त गर्दैनौँ। त्यसैले सक्दो हामीले मतलब भगवानले हामीलाई यदि आवश्यकताभन्दा बढी केही दिएको छ भने त्यो चाहिँ अब खराब कामको लागि होइन, त्यो मानव सेवाको लागि, केही पुण्य काम गर्नको लागि त्यो दिएको हो। यो हामीले बुझ्नुपर्छ। र मान्छे चाहिँ अब अनेक मतलब अनावश्यक काम गर्न थाल्छ, त्यो गलत कुरा हो। त्यो यसबाट के पनि बुझिन्छ भने त हामीलाई चाहिँ आवश्यकताभन्दा बढी मतलब दिनुको मतलब परमात्माले यो भन्न खोजेको हो कि यसलाई तिमीले अरू कुनै पुण्य काममा लगाऊ, कसैको भलो हुने काममा लगाऊ है। ल यति नै।